जोलाई चाहिँ पदको लोभै छैन त्यसलाई लोभी पापी भन्नेको मुख चाहिँ दिमाग चाहिँ सडेको 15 लाख खाने हो त त्यसैले त्यसको मुखको बङ्गरा सङ्गरा झाडिदिने होइन त एउटा ट्याक्सीको नम्बर प्लेट दिनलाई 15 लाख खाने पहिलाको सरकारहरू मरेको सरकार देशको माया मलाई पनि छ अनि देश हरिकङ्गाल बनाउनेलाई चाहिँ हरिकङ्गाल नबनाएर के बनाउनु त फेरि ये बड़ी अच्छी बात कही आप अब नव परिवर्तन विज्ञान प्रविधिलाई चाहिँ के अरे उच्च प्राथमिकता दिएन भने देशै हरिकङ्गाल बन्छ अनि देश हरिकङ्गाल बनाउनेलाई चाहिँ हरिकङ्गाल नबनाएर के बनाउनु त फेरि अरे कामै गरे छैन अनि पो भन्ने हो के भाइहरू यो सरकारले काम गर्छ कि गर्दैन युवाहरूलाई अगाडि बढ्न दिनुपर्छ अलि छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या मेरो हजुर युवा हो कि छिप्पिएको हो त म त छिप्पिएको मुखको बङ्गरा सङ्गरा झाडिदिने होइन एउटा ट्याक्सीको नम्बर प्लेट दिनलाई 15 लाख खाने कस्तो राम्रो साना साना भाइ बहिनीहरू पनि फ्यान छन् है मानवले चाहिँ बुढाहरूले कहाँ चिन्छ केटाकेटीले चिन्छ सबैले केटाकेटीले चिन्छन् है सबले चिन्छ बुढाहरूले पनि चिन्नुहुन्छ अलिअलि चिन्छ अब भोगभोगी बसिरहेको छन् भन्ने यहाँ संसारमा कति भोगभोगी बसिरहेका छन् मैले के भन्नु 12 करोड रुपियाँ कसै कोही नाथैले कमाएको छैन नेपालमा किताब बेचेर 12 करोड रुपियाँ कमाउने किताब हो यो 12 करोड रुपियाँ कमाउने किताब हो यो यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस विज्ञानले के खाइदिएको छ विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलिक दिमागले भेटेन होला गरेन अहिलेकोले त भेट्नु पर्ने हो नि दिमागले भेटेन होला गरेन हामीलाई नियमावलीको अरू बुँदा देखाउनुहुन्छ भने हामी उहाँलाई 15 को 2 देखाउँछौँ त्यसमा त उहाँ चुकिसक्नु भएको छ बाँदर धपाउने मसिन बनायो होइन अरू केही बनाउन सकेन महावीर पुनले बाँदर धपाउने बन्दुक बनायो त रकेट बनाउन सजिलो छ मान्छेहरूले रकेट बनाउँछन् किनभने त्यसको टेक्नोलोजी छ यसरी रकेट बनाउने यसरी बनायो भनेदेखि रकेट उड्छ ये बड़ी अच्छी बात कही आप र अब धेरैले भन्ने गरेको कुरा एकदम सजिलोसँग सुझाव दिने कुरा के छ त भन्दाखेरि बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिने मन्त्री हुँदा 1 रुपियाँ पनि कमाएन तलबै लिएन मन्त्रीको तलबै लिएन 1 रुपियाँ खाएन मैले मन्त्री उल्टै घाटामा जानु भयो जस्तो छ हैन घाटामा त गइहाल्यो नि अलिअलि कैसा लगा मेरा मजाक हर्क साम्पाङ यो देशको प्रधानमन्त्री भएको दिन त्यो दिन आउला नआउला त्यो फाल्टो कुरा हो 4-5 जना बस्यो हैन पुँजी चाहियो हामीलाई त्यो भने म एकै पैसामा ऋण लिन्छु लगानी चाहियो तपाईलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउन पायो भने हामी बिना ऋणकै चलाउँ बालेन शाहबाट कस्तो खालको अपेक्षा छ हजुरलाई व्यक्तिगत रूपमा राम्रो गर्छ होला भन्ने अपेक्षा छ ल राम्रो गर्छ होला भन्ने अपेक्षा छ ल
भ्रष्टाचार हटाउन सकेन भने फेरि सक्लान्त बालेनसँग क्षमता होला अब क्षमता हुनुपर्छ महावीर पुन मन्त्री हुन्छ भन्ने कसैले ठानेको थियो महावीर पुनले किताब बेचेर हिँड्छ भन्ने कसैले सोचेको थियो कसैले जिन्दगीमा के हुन्छ भन्ने कुरा केही थाहा छैन गरेको हो। आज तपाईँले रोस्टरमा चाहिँ माफी माग्नु भएछ हिजो कुन मकसदमा चाहिँ कहाँ माफी मागे? तपाईँले माफ चाहन्छु त भन्नुभएको छ त यसो भने नि मैले श्राप दिएको थिएँ ल रिस उठेकोले माफी गर्नु होला तीन सिटे पार्टी सुन्नु न भनेर हेर्नुहुँदै चाहिँ के भन्नु? तिन सिटे नै सिन सिटे त्यो केही पनि गर्दैन मैले भने नि त संख्या भनेको आवाज मात्रै हो सम्बन्धित मन्त्रीले त्यसले गर्दाखेरि उहाँ अब एक हप्ताभित्र त के 10 दिन भइसक्यो हर्क साम्पाङले त अध्यादेशको विषयमा महावीर पुनलाई केही पनि थाहा छैन उहाँलाई के थाहा हुनु म ऊ मात्रै जान्ने छ यति पैसाको कुरा गरिराख्दा पनि तपाईँमा लोभै देखिन्न के माननीयज्यू किन होला के गर्ने त लोभ गरेर के लोभ गरेर पैसा कमाएर बोकेर लान सक्दैन मरेर जित्दै जाने होइन लोभ गरेर पैसा कमाएर बोकेर लान सक्दैन मरेर जित्दै जाने होइन अनि किन लोभ गर्ने बेकार सरल जीवन बाँच्ने